ल हेर्नु यता झन् कति रमाइलो छ। ल हेर्नु भिड, मान्छेको भिड हेर्नु आम्मामामामामा। खानु मन लाग्नेलाई नदिएर खानु मन नलाग्नेलाई वेलकम गाइस। आज चाहिँ हामी वासिङटन डिसी घुम्न आएको छौँ, आइपुग्नु आँट्यो अब वासिङटन डिसी। आज चेरी फुलेर वासिङटन डिसीको वातावरण एकदम रमाइलो, एकदम खतरा रमाइलो। यहाँ धेरै मान्छेको भिडभाड हुने भन्ने सुनेको छ र हामी पनि आइपुग्नु आँट्यो। अब तपाईँहरूलाई यहाँभित्रको एकदम रमाइलोपनहरू तपाईँहरूलाई हामी देखाउँदै जानेछौँ, हेर्दै जानु होला भिडियो अन्तिमसम्म। खासै वासिङटन डिसी घुम्दा चाहिँ यस्तो स्कुटरमै घुम्ने हो नि त। यहाँ पैसा तिर्नुपर्छ अनि त्यसपछि झिक्यो अनि कुदायो। क्या क्या छ नि, आम्मामा सब ब्याट्रीवाला हो। मान्छेको भिड आज यस्तो छ यहाँ। आज वासिङटन डिसीमा चाहिँ अमेरिका सबै मान्छे खन्नेको जतिकै छ नि हो, यस्तो भिड हेर्नु। मान्छेले यस्तो बस गरे, यस्तो रिजर्भ गरेर आएको छ कि त यहाँ बस माथि पुरा हेरिरहेछ नि। ए आज चाहिँ यो प्यालेसको चाहिँ छेउमै आइपुग्यो यहाँ। अब यो प्यालेस जस्तो चाहिँ भित्रै गएर मजाले हेर्नुपर्छ। पहिला त मैले त डोनाल्ड ट्रम्प त यहाँ बस्छ भनेको नि त। है वासिङटन डिसीको हेर्न आइपुग्यो आज पनि। यस्तो प्याक छ कि मान्छे, के साह्रो मान्छे आएको यहाँ यार। यहाँ चाहिँ मैले पहिला डोनाल्ड ट्रम्प बस्छ भनेर चाहिँ मैले भने प्लेन गर्छौ है भाइ। कति स्टेप छ। यहाँदेखि पो राम्रो भ्यू आउने रहेछ त। वाह, अब एक कान घुमाइदिउँ त क्यामेरा, त्यो अग्लो मोनुमेन्ट टावर पनि देखिँदो रहेछ। मान्छे त कमिला सरी छ त। यहाँ त सेकेन्ड उठ्छ नि हो प्लेन त। पुरा फुल झरिरहेछ नि त। कति रमाइलो छ त फुल त, अनि मजाले फुलेको छ नि त यो चेरी फुल त।
यस्तो मजाको वातावरण भएको छ कि यो फुल फुलेर ल यस्तो मस्तो छ मान्छेको भिड हेर्नुभयो आज चाहिँ कालो आएको छ मान्छे वासिङटन घुम्न आज मौसम पनि एकदम तातो छ लु हेर्नुहोस् मान्छेको भिड अब यहाँदेखि सुरु गरेको पारी यो खोला पारीसम्म यतिकै छ मान्छे भिडको भिड यो चाहिँ के हो ब्यान्ड हो खतरा ब्यान्ड छ नि त्यो अब यहाँ एकदम ठुलो कन्सर्ट होला जस्तो छ कति रमाइलो देखेको छ कि यो फुलेर चेरी फुल फुलेर चाहिँ वासिङटन डिसी नै रमाइलो बनेको रहेछ मान्छेकै भिड यस्तो छ नि खोलाको किनारमा नि भोरी छ मान्छे पोहोरको भन्दा चाहिँ सेतै छ यसपालि চলে গেছে অনেক সামনে ও এখানে না आज चाहिँ कालो रहेछ यार मान्छे बिजनेस पनि भइरहेछ यतापट्टि आम्मामामामामामामा। ल हेर्नुहोस् वासिङटन डिसी यस्तो प्याक छ आज आज सबैभन्दा खतरा प्याक हो नि वासिङटन डिसी यस्तो प्याक त कहिले भएको थिएन यार কচ্ছিটা উঠি মানে আগা কচ্ছিটাই এ খংলা ल हेर्नु फुल कति उनीहरूले फुलेको छ Can you send me your live location? Use. No. There we go. Now you got chocolate all over. I just interrupt him. वा त्यहाँ तल दिए आएको ल हेर्नु यता झन् कति रमाइलो छ ल हेर्नु भिड मान्छेको भिड हेर्नु आम्मामामामामा फुल चाहिँ एकदम मजाले फुलेको छ ल हेर्नु फुल फुलेर चेरी फुल यति मजाले फुलेको छ यहाँनिर लु It's like
यो कुदाउने रहेछ नि त वाटर बाइक ल हेर्नु आम्मामामा के हो मजाले फुलेको यो फुल ल हेर्नु मान्छे कमिला सरी छ आज ल हेर्नुहोस् मान्छेको घुइँचो आम्मामामामा लु हेरौँ है मान्छेको घुइँचो आम्मामामामा आज त सबैभन्दा भिड हो है वासिङटन डिसीमा चाहिँ चेरी फुल चाहिँ यस्तो साह्रो भिड चाहिँ कहिले भएको थिएन यहाँ त बेसी राम्रो फुल रहेछ सबै फोटो अँ, खिच्ने यहाँ यतापट्टि राम्रो फुल्छ नि त त्यही भएर म चाहिँ यहीँनिर झुटिन्छ क्या यो फुल राम्रो छ नि ए मान्छे यति साह्रो छ कि यहाँनिर आज यत्रो भिड छ कि मान्छे पुरा धुलै उडिरहेछ मान्छे छिर्ने बाटो नै एकदम ब्लक भइसकेको छ यहाँनिर चाहिँ त्यस्तो साह्रो भिड छ आज यहाँ मान्छेको पाइला चलेको छैन यत्रो घुइँचो छ आज यहाँ लु मान्छेको भिड यस्तो साह्रो भयो आज यहाँ आज वासिङटनमा चाहिँ अमेरिकाका सबै मान्छे खट्नेको जस्तै भइरहेछ अब यहाँ मास्तिरपट्टि बाटोमा पनि मान्छेको पाइला चलेको छैन यत्रो भिड छ मान्छेले मान्छे बोकेर हिँड्दा पनि मान्छेले मान्छे बोकेर हिँडिरहेछ र पनि बाटो खाली भएको छैन भनेपछि आज एकदमै ठुलो भिड छ यहाँ ल हेर्नु मान्छे आम्मामामा ए माथिल्लो साइडमा त्यस्तै छ कहिले यो गाडी रोकिन्छ र उँधो आउँछु भनेर मान्छेको भिड हेरौँ माथिल्लो साइडमा तल्लो साइडमा त त्यस्तै छ पाइला चलेन त हौ आम्मामामा के साह्रो भिड हो अब यस्तो हावा चलिरहेछ भने मान्छे गुम्सेको अहिले झन्डै मान्छे त गुम्सेकोले फ्यान्डै हुन आँटिसक्यो त मान्छे अब यहाँ फेरि त्यस्तै आयो मान्छे आम्मामामा यहाँ धेरै रहेछ चेरीको बगान धेरै रहेछ नि त यहाँ मजाले फुलेको रहेछ मान्छे त यतै सुत्ने बस्ने गरी आएको रहेछ नि ल हेरौँ आम्मामामा
अब यो साइड यता चाहिँ अलिक मान्छे कम्ती भएको जस्तो छ नि त्यो चेपमा त खुट्टा चाल्नै सकिएनन् होइन यता नि मान्छे त कालै छ अफ। फैंसी बैग में मजा पड़ी जाती है वाह यहाँ पो रह त रमाइलो त सर पुरा बोटमा प्लेन चाहिँ झरेको जस्तो देख्छ यार यहीँ छेउदेखि आएर Where are the cherries? आज के साह्रो आएछ नि त मान्छे यो चेरी फुल फुलेको हेर्नै आएको यत्रो मान्छे We're actually getting gates in DC unless you're जाउँ हामी हिँड्नु आमासँग ओ काइट उडाउनु पर्ने रहेछ नि त आज सबैले काइट उडाइरहेको थियो ओह माथि काइट उडाइरहेको छु आज चाहिँ एकदम राम्रो दिन रहेछ अनि काइट उडाउने मजा गर्ने त्यहाँ माथि रहेछ नि त काइट उडाउने ठाउँ चाहिँ काइट उडाउने माथि रहेछ नि त यो टावरमा पनि अब चढेर हेर्ने भन्दै थियो बेचारे खोइ तब राम्रो यो चाहिँ व्हाइट चेरी र पिङ्क चेरी मिक्स भएछ
के मजाले उमारेको रहेछ नि यो चाहिँ ट्युलिप फुल होला यो कस्तो मजा आएको छ फेरि हामी खोलाको छेउ अघि बढ्दैछौँ अब चाहिँ राइट ह्यान्ड साइडपट्टि निक्लिने प्रयास गरिरहेको छौँ लन्चेको चाहिँ एकदम घुइँचो छ मान्छेको घुइँचो त मान्नै पर्छ नि हो आम्मा ल हेर मान्छे घुइँचो तल ल यहाँ त झन् ड्यान्जर घुइँचो रहेछ त आम्मा Or you want to walk up here? साह्रो घुइँचो छ यो सेतो अनि यो पिङ्क कलरको सेतो र पिङ्क दुइटै खालको चेरी फुलेको छ क्या त्यो एउटा साह्रै रमाइलो देखेछ यो चाहिँ पिङ्कवाला हो यो चाहिँ पछि सेतै हुन्छ होला यो सेतो हेर्नु मान्छे आम्मा के साह्रो घुइँचो आज त मान्छेलाई छेकेर हिँड्नै नदिने बाटो छ नि त बाटोको अवस्था त त्यहाँ मान्छे हिँड्नु नसक्ने छ नि बाटोको अवस्था यस्तो गाडी बस लिएर चाहिँ मान्छे आएको छैन डुल्नु यो माथिल्लो साइडमा पनि त्यस्तै छ मान्छेको भिड चङ्गा उडाउने र चेरी फुलेको हेर्न आउने माथिल्लो साइड हामीले घुम्न भ्याएनौँ तल्लो साइड चाहिँ यो चेरी फुलेको एक राउन्ड हान्न भ्याइन्छ कि भने मान्छे त्यस्तै छ अब चाहिँ वारी आइपुग्यो हामी आम्मा यहाँ त झन् मान्छेको भिड त Frío, mal hecho. Y el refresco también aguado, no hielo, no nada. अब गाडी रोकेर हेर्नु त मान्छेले आम्मा यो साइड त हामी हिँडेको छैन नि यता पनि रमाइलो रहेछ यता पनि चेरी फुलेको रहेछ त्यस्तै मजाले
बिचरा गाडीहरू चाहिँ चल्नै पाएको छैन यार मान्छे टेर्दै टेर्दैन पाहाड छोड भनेर ल्याइरहेको छ यार टेर्दै छोड्दै छोड्दैन 85. It's like 90. गाडी लिएर आउनुलाई चाहिँ गाह्रो हुने भयो बरु यस्तो ल्याउनु पर्छ क्या यस्तो यो हो नि त यस्तो उहाँले कुद्छ कि यो साइडमा चाहिँ पहिला आउन हामी बसेको थिएन यता पनि चेरी त्यस्तै फुलेर सेतै भएको रहेछ रमाइलो रहेछ मान्छे यो खोला किनारमा झुम्मिने भनेको यो चेरी फुलेर रहेछ नि त Yeah. Yeah. It's probably maybe it's like the younger the tree, the more. लु हेर्नु कति रमाइलो छ भित्र शीतल छाया छ चेरीको फुलको I know. I'm sorry. आम्मामामामा। Pero las tres, así. Está bueno. Notice how I didn't say, do I need to bring more sleeping bags? That I was sure about. So you're right at the bridge, correct? मान्छे के साह्रो हो यो आम्मामामामामामामा यो त अनि गाई गोरुको बगाल जस्तो भयो त लु हेर्नु यता बरु अलिक फ्रेस छ क्या मान्छे कम्ती छ स्ट्याचु वा स्ट्याचु अब जलिक हावा आयो क्या मान्छे यस्तो भिड छ आज यहाँ अब यहाँ काइट उडाउने तिर्खा लागेर वरवर यो राम्रो पानी हो राम्रै पानी हो अब चाहिँ काइट उडाएको ठाउँमा आइपुग्यो त्यो जोर्ज वासिङटन मोनुमेन्ट टावरको फेदमा यहाँ चाहिँ एकदम काइट उडाएर रमाइलो लिने ठाउँ हो है गाइस एकदम लु हेर्नु कति रमाइलो छ यहाँ काइट उडाएको भिडियो गर्ने मान्छेहरू भिडियो खिचिरहेको छ काइटको आज चाहिँ यो चेरी ब्लुजम पिक अनि आज चाहिँ मजाले फुलेको दिन हो अब चाहिँ यहाँदेखि चाहिँ धेरै राम्रो फुल्दैन फुलहरू भनेर आज चाहिँ सेलिब्रेसन गरेको काइट उडाएर आकाशैभरि काइटी काइट छ अनि यो चाहिँ जोर्ज वासिङटनको नाममा बनाएको मोनुमेन्ट हो धेरै अग्लो छ आमामामा चङ्गा उडाएर चाहिँ एकदमै रमाइलो बनाएको रहेछ यहाँ
यहाँ ग्राउन्डै भरि छ नि त चङ्गा उडाउने मान्छेहरू रमाइलो लिने मान्छेहरू काइट चाहिँ हाम्रो नेपालमा केटाकेटीले उडाउने भन्दा अलिकति भिन्न हुन्छ यहाँको कस्तो यो पुतली जस्तो हुन्छ कस्तो कस्तो परेको हुन्छ ऊ यहाँ हेर्नु नै माछा जस्तो पुतली जस्तो कस्तो कस्तो परेको हुन्छ यो टावरको टुप्पामा पुगेछ नि एउटा काइट त ल हेर्नु काइट उडाएर साह्रै रमाइलो लिने ठाउँ चाहिँ यहाँ रहेछ यो जर्ज वासिङटनको मोनुमेन्ट मुनि ठुलो यो ग्राउन्ड छ यहाँनिर चाहिँ काइट उडाउने ठाउँ आमामा उता परपट्टि पनि ट्याप्पै 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 पो रहेछ त काइट त ल हामी चाहिँ धेरै हिँडेर गलियो अब यो काइट उडाएको मैदानको अगाडि चाहिँ हामी एकछिन विश्राम लिँदैछौँ काइट धेरै रहेछ रमाइलो भएको रहेछ यहाँनिर आज काइट उडाउने दिन त भन्दै थियो अब यो काइट यो अल्झिएर के हो यो खस्ने चाहिँ यहाँ नहुँदो रहेछ नेपालमा जस्तो नेपालमा दुईवटा उडाउँदाखेरि अल्झिहाल्छ हो यहाँ थोरै छैन 100,000 चाहिँ अल्झिँदैन त हाई फिलिक्स काइट हेऱ्यो काइट उडेको हेऱ्यो काइट उडेको हेऱ्यो टोइलेटको लाइन यस्तो छ लामो छ ल हेर्नुहोस् मान्छेको भिड यस्तो साह्रो आज ओइ कुकुरले यहाँ एट्याक गर्यो भन्ने समाचार आएपछि चाहिँ यहाँ मैले भिडियो गरेँ यो कुकुरले चाहिँ यसलाई सेतोले चाहिँ यो ब्राउनलाई हानेछ ल हामी यो जर्ज वासिङटन मोनुमेन्ट टावरको फेदमा आइपुग्यो यहाँ चाहिँ वरिपरि राष्ट्रिय झन्डा राखेको छ यसरी धेरै अग्लो छु अनि यहाँ मुनि मान्छे हेर्नु त्यसको फेरि कत्रो छ मान्छे आज मान्छे अनि काइट ल आकाशैभरि काइट छ यहाँ ल हेर्नुहोस् आज चाहिँ काइट उडाएर चाहिँ सेलिब्रेसन गरेको होला आकाशैभरि काइट छ नि त यो लेडै हालो काइट पनि हुँदो रहेछ नि नानीहरूले मात्रै होइन कि बुढाबुढी 70-80 वर्षकोले पनि पुरा काइट उडाउनु रहर गरिरहेको छ बनाइरहेको छ घुप्टो भएर ल काइट उडाएर चाहिँ आनन्द लिइरहेको अवस्था छ यहाँ यतिखेर वासिङटन डिसीको जर्ज मोनुमेन्ट टावरको फेदमा चाहिँ आज काइट उडाउने दिन रहेछ नि त
आमामा मान्छे त्यहाँ चाहिँ वासिङटन व्हाइट हाउस छ त्यहाँभन्दा रमाइलो यहाँ हुँदो रहेछ मान्छेको भिड यहाँ छ ल हेर्नुहोस् काइट उडाएर आनन्द लिएको अवस्था यहाँनिर सबैजनाले आज यहाँ काइट उडाउने भने यो प्लेन हो यो चाहिँ प्लेन पनि उडेको छेउछेउ काइट हो कि प्लेन हो पुरा झुक्किँदो रहेछ क्या काइट पनि क्या भिन्न टाइपको क्या नेपालको जस्तो साधारण खाएको कसै माछा जस्तो कसै लिँडे के हो कसै पेपरको टुक्रा जस्तो तर सबै उड्दो रहेछ खै कसरी उडाएको यिनीहरूले त्यहाँ तल के को भिड हो फेरि आज यस्तो साह्रो मान्छे चाहिँ कसरी आयो यार यहाँ वासिङटनमा के साह्रो मान्छे हो छैन हामी पनि एउटा उडाइदिइहालौँ त काइट लु उडाइदेऊ छोड्दे छोडे छैन तानी आज छोडिहाल्न अब हाम्रो काइट पनि उड्न लागेको छ खानु मन लाग्नेलाई नदिएर खानु मन नलाग्नेलाई मेरो फोन खोइ कुमारले फोन गरौँ भन्दा नि उसँग ठगी छैन कल गरेको नि ल झाड़ू जान जाए बराबर आ झाड़ू जो क्या कर तू आ रही जो बस अब चिरू नहीं है आ रही आई रही नहीं छे तो समय को ल अब चाहिँ साँझ परेको अवस्था वासिङटन डिसी छोडेर अब पेन्सिलभेनियातिर जाने तरखरीमा